एजुकेटेड भएर जबलेस भएर घरमा बस्नु चाहिँ अब त्यो सजिलो चाहिँ होइन रहेछ है। अनि हेलो नमस्ते सबैजनालाई, श्वेता फार्मर्स डटरको च्यानलमा तपाईँहरूलाई फेरि पनि स्वागत छ है। अनि अस्तिको भिडियो हेर्नुभयो होला तपाईँहरूले कि मैले किन अहिले घरमा बसेको भनेर है। अन्त आज चाहिँ तपाईँहरूलाई मैले घरमा बसेर के गर्दैछु भनेर त्यो कुरो देखाउन गइरहेको छु। अहिले चाहिँ यहाँनिर घरमै बस्दैछु, गाउँमै है। घरमा बसेर चाहिँ म चाहिँ अहिले फार्मिङ गर्दैछु। यहाँ मेरो आलुबारीहरू हेरिहाल्नुहोस्। आमा बाहिर नजानुको मेरो कारण भनिदिनु न आमा। बाहिर गयो भने चाहिँ म के हुन्छ अरे आमा? बिमार भइहाल्छ, किन जानु? हो त्यही भनेर चाहिँ म चाहिँ आमाले भन्नुभयो होइन, बजाइरहनु बाहिर भनेर चाहिँ अहिले मैले यहाँनिर चाहिँ आमाहरूलाई हेल्प गर्दै घरमै छु है त। अब बिमार भएर चाहिँ होइन 5-6 महिना चाहिँ बेड रेस्टमै भयो। त्यति बेला चाहिँ अब सुती बसेर पनि त भएन है, पहिला अब काम गर्दै गरेको मान्छे। अन्त त्यसरी अब सुती बस्दाखेरि पनि अब आमाहरूलाई पनि लाग्दो होला नि त होइन। त्यही भनेर चाहिँ अब मैले के गर्नुपर्छ भनेर चाहिँ सोचेर चाहिँ त्यहाँदेखि चाहिँ मैले के गर्ने भनेर सोच्दाखेरि चाहिँ त्यहाँदेखि चाहिँ मैले यो हट हाउस बनाएँ त। हट हाउस चाहिँ मलाई एकदमै अब गर्नु सक्छु जस्तो लाग्यो, त्यही भएर चाहिँ मैले हट हाउस बनाएँ, जुन चाहिँ अहिले एकदमै राम्रो भइरहेको छ। फर्स्टमा यो बनाउनु चाहिँ एकदम इजी थिएन है। त्यति बेला मैले सिङ्का पनि उठाउन नसक्ने कन्डिसनमा थिएँ। अनि कतिजनाले त मलाई भन्नु पनि भयो क्या, आमा पापा चाहिँ काम गर्ने, छोरी चाहिँ भिडियो बनाउने भनेर। तर मनले चिताए पनि हातले गर्न सकेनपछि कसो के लागेर होइन। मैले हट हाउस बनाउँदाखेरि धेरैवटा च्यालेन्जेसहरू फेस गरेँ है। मेरो प्यारेन्ट्सहरू त अग्री हुनुभयो कि ल नि त अब तैँले सोचेको ठिकै छ भनेर। तर कतिवटा च्यालेन्जेसहरू यस्तो थियो जुन चाहिँ एकदमै अब मलाई अझै स्ट्रङ बनाउँदै गयो। बिस्तारै मैले आफैलाई हिल गर्दै गएँ अनि धेरै कुराहरू सिक्दै पनि गएँ। यहीँबाट चाहिँ मलाई गर्नु सक्ने रहेछु भन्ने एउटा साहस आयो है। अनि मैले नेक्स्ट स्टेप लिने निर्णय लिएँ। मेरो नेक्स्ट स्टेप चाहिँ थियो मसरुम फार्मिङ। मैले सबै युट्युबबाट नै प्रायः सिकेर मैले फर्स्ट लगाउँदाखेरि चाहिँ एकदमै कम्ती मात्राबाट सुरु गरेको थिएँ। यसलाई नै बिस्तारै अगाडि बढाएर लाँदैछु है। अझै बढाउने मेरो इच्छा छ, आशा साँचेको छु सायद मेरो सपना पुरा हुनेछ होला भनेर। मैले यसरी डाइरेक्ट अब फार्मिङ चाहिँ कसरी भन्दाखेरि चाहिँ मैले चाहिँ जब मेरो फर्स्ट जब गरेँ, त्यति बेलादेखि मलाई चाहिँ बाहिर चाहिँ खासैमा चाहिँ काम गर्नु चाहिँ मन थिएन होइन। मलाई चाहिँ जहिले पनि अब क्या घरकै मात्र याद आउने त्यो होमसिक टाइपको। अनि मैले घरमै बसेर केही गर्नुपर्छ भन्ने खालको लाग्थ्यो। अनि ठिकै अब बिमार भएँ होइन। बिमार भएर सायद अब भगवान्ले नै अब मलाई घरमै बस भनेको पनि हुनसक्छ है। यसरी नै मैले वर्षदेखि देखेको सपना आज आएर पुरा गर्नु पाउँदा खुसी लाग्छ है। आमा पापासँग फ्यामिलीसँग टाइम स्पेन्ड गर्नु पाउँदाखेरि एकदम रमाइलो लाग्छ। आफू जन्मेको ठाउँ जसरी भए पनि आफूलाई प्यारो नै लाग्छ है। त्यसैले मेरो यो सुन्दर मोमेन्ट्सलाई हजुरहरूसँग पनि सेयर गर्न थालेको छु। आशा छ हजुरहरूले गाउँठाउँलाई मन पराउनुहुन्छ भनेर। ल यस्तै गर्दै चाहिँ म चाहिँ अब अहिले
गाउँमा बसिरहेको छु होइन। अब जस्तो मेरो भिडियोमा इजी वेमा देख्छ नि अब त्यस्तो चाहिँ हुँदैन रहेछ होइन। फार्मिङ अब धेरै कुरा मैले सिक्नु पाएँ र सिक्दै पनि छु है। अन्त मैले ठिक गरेँ गरिनँ त्यो त मलाई थाहा छैन है। अब यसरी अब एजुकेटेड भएर जबलेस भएर घरमा बस्नु चाहिँ अब त्यो सजिलो चाहिँ होइन रहेछ है। अनि मैले अब धेरै च्यालेन्जेस स्ट्रगल्सहरू फेस गरेको छु। अब त्यो चाहिँ अब तपाईँहरूलाई नेक्स्ट भिडियोमा म बताउने छु है। कस्तो भयो गाउँमा बसेर अब कस्तो च्यालेन्जेसहरू मैले फेस गर्दैछु बिङ एजुकेटेड है। अनि त्योहरू पनि सबै तपाईँहरूलाई नेक्स्ट भिडियोमा म तपाईँहरूलाई सेयर गर्नेछु। मेरो जर्नी तपाईँहरूलाई मन पर्यो भने सेयर सपोर्ट गर्दै गर्नुहोस् होला है। अनि तपाईँहरूले पनि मलाई सुझाव गर्न सक्नुहुनेछ, आइडियाज दिन सक्नुहुनेछ है। अनि कुकुर भुक्दैछ हो अलिकति, सो सरी फर द ब्याकग्राउन्ड है। कसरी चाहिँ मैले अझै राम्रो गर्दै जानु भनेर। थ्याङ्क यू सो मच फर वाचिङ है त। सी यू इन द नेक्स्ट भिडियो है।